देवा पृथ्वी वरुण सधर्मणा विक्रमस्य आजरे भोरी रे त अब चरुस थाली गोप्ट्याउने फेरि त्यसमा अलि पानी हाल्नुला नि यसो यसरी अब गर्दै जान्छु तपाईँ माग जाने हो अन्नपति नसेन देयन बिस माग जाने भयो त्यो पाथी जाँदा पनि त्यसको पछाडि मैले खालिराखेको छु चतुष्पदी पाथी उता भित्ताको र्याकमा हेर्नु त मैले देख्ने गरेँ ठाडो गरेर पाथी राखेको पूजा सामान कहाँ राखेको छ भन्नु न पूजाको भाँडा कहाँ राखेको छ भन्नु न त्यहाँ अनि जहाँबाट सामान झिक्या त्यही राख्नु 10 प्लेट मलाई सामान मिलाउनु यहाँ अटाने भने उनी उतातिर जान्छ त्रिप्रवृत्त होइन मन्त्र भन्नु पर्यो अब ओम सादन्त विरवकान्तन्त मूलमृतं वर्षोस्ति गान्त कुष्ठाभ्यागो सरस्वत्या अग्रजिवं जिवाया उत्साह दम वक्रन्देन बालु उत्साह दम वक्रन्देन तानुवादको अनुव्याम पाँचन प्रकर्माण्डाभ्याम आदित्यान् मसुर्भे परन्तारं वरुभ्यां देवा पृथिवी वर्तोभ्यां विद्युतन कनीन काभ्यागो शुक्लाय स्वाहा कृष्णाय स्वाहा पार्द्यानि पक्ष्मान्य पार्द्याय क्षभो पार्द्यानि पक्ष्मानि पार्द्याय इक्षभ उपयमन कुसा बनाएको थियो नि त्यो यहाँनिर राखेको छु तीनटा संहिता छ यहाँ पनि संहिताग्नि ओम संहिताग्निन्दु वसते कृतैर्बोधयता तिथिमा अस्मिन् अभ्याजुहोतन यो अध्याय राख्यो होइन यो राखेपछि उपयमन राख्यो संहिता पनि राख्यो अब सुरभो खादिरो सुरो राखेछु यसको मुख यसो गरेर यिनीहरू अलिकति ठाउँ छ नि सुरो राख्यौँ होइन अनि सुरो राख्यौँ निब्ज अरे यस्तो पल्टाइसक्यो निब्ज भयो अनि त्यहाँबाट गव्यम यहाँनिर यो गव्यम भनेको पञ्चगव्य राखेछु अघि भएको थियो त्यो यहाँ राखेछु ठाउँ छैन उता त्यहाँ राखेछु घिउ राखेछु यतापट्टि यसलाई क्रस गर्न पाइँदैन यतै बस्छ यो यसोपट्टि यसो है अब पूर्ण पात्रलाई त्योदेखि यता रिसेछ पनि अलिक बाटो मान्छेले त गर्छन् नि आज्यम चरु चरु उता उठेछु अब पूर्ण पात्र हो अनि त्यहाँबाट अब हामीलाई ततः आशादिते द्वे कुश तरुणी अब यता आइस यता अघि हामीहरूले राखेका चाहिँ दुईटा कुशका चाहिँ बलिया कहाँ छ त्यो दिशो दुईटा दिशो अनि त्यो दुईटा मात्रै हो अब तिनवटा ऊ त्यो पल्लो तिनवटा हेर्दैछ यो तिनवटा मानौँ है अब यसले यसरी भेट्ने अब यहाँ लेग्रो तानेर बनिसक्यो यो सबै लेग्रो तानिसक्यो आशादिते द्वे कुश तरुणी गृहीत्वा अग्रतः प्रादेशमात्रं परिमाय तयोरुपरि आसादितानि त्रीणि कुशतरुणानि तिर्यङ्निधाय पवित्रमूलेन पवित्रमूलेन पवित्रे प्रदक्षिणं क्रमेण आवेश्य अब रोक्ने त्यहाँ रोकिराख्ने आवेश्य अब बोल्ने अगाडि त्रयाणां मूलाग्राणि द्वयोर्मूलं च दक्षिणहस्तेन पवित्रे च वामहस्तेन गृहीत्वा पवित्रेस्थ मन्त्रेण प्रच्छिद्य द्वयोर्मूलं त्रीणि चोत्तरतः छिपेत उत्तरमा फ्याँकिदिए देवस्यत्वे ती द्वे पवित्रे प्रणिता पात्रे निधाय त्यो बनाएर प्रणित पात्रमा हाल्नु पर्यो त्यसरी भङ्ग्रे घुङ्रुङ बनाएर किन यसो बस्छ प्रणिता चाहिँ कन हो यो प्रोक्षणीमा हाल भनेको छैन नि वायव्यमा राख्या हो ल हाल्नुहुन्छ प्रणिता चाहिँ यहाँ राख्नु पर्ने नि त
वायव्यमा राखिसक्यो ईशान अब चाहिँदैन किन चाहियो र ठिक छ त्यो प्रोक्षण यहाँ छ त्यही नै अलिअलि पुग्छ अब यस्ता पवित्रहरू बनाइदियो गुरुहरू अब सामान्य पवित्र बनाइदिउँ यस्तो सिका पवित्र छ गुरु ल्याउनु त्यो होला भनिहाल्छ भइरहेको अब निधाय पात्रान्तरेण हस्तेन वा प्रणितोदकम चाहिँ यतापट्टिको पानी अलिकति हालिदिन्छ उसमा थोरै पवित्रले चाहिँ यसो गरिन्छ यसो गरिन्छ उतापट्टिको उसलाई चाहिँ घोडाभित्र पारिस हात अलिकति यसो माथि बस भयो के राख्यो पवित्र प्रोक्षण सुनिधाय त्यही राखिन्छ होइन दक्षिण हस्तेन प्रोक्षणी पात्रम उत्थाप्य दाहिने हातले सभ्य कृत्वा देब्रे हातमा राखिछु तदुतकम अब दाहिने हातले यसो गरिछु दक्षिण हस्त अनामिकाङ्गुष्टाभ्याम त्रि ऊर्ध्वम यसो गरिछु यति मात्रै गर्ने फेरि ऊर्ध्वम छिप्वा प्रणितोदकेन प्रणिताको पानी फेरि त्यसमा हालिछु त्यही हातैमा रहोस् प्रोक्ष अब त्यहाँको चाहिँ पानीले सबैतिर छरिछु सबै यताउता सबै चाहिँ पानी दाउराहरू सबै उता चाहिँ बस्ने ठाउँतिर सबैतिर टाकटुक गरिछु भएन अब त्यहाँ जाको चाहिँ राखिछु अब यहाँका चाहिँ अघि घोप्याएको छ चाहिँ यिनीहरूलाई उत्तान गर्ने फेरि उच्च प्रोक्षणीको पानी फेरि सरिछु जताबाट राखेको थियो त्यसै गरी यसरी तीबाट होइन त्यति बसिरहेको एकै कसः भयो होइन प्रोक्ष असन्तरी एकै कसः प्रोक्ष असन्तरी प्रोक्षणी पात्रम निदध्यात् केही राखेकै छ अब घिउ यसमा परेकै छ अलिकति घिउ त्यसमा प्रियण दाम्ना प्रिय गुण सदा आसीत ध्रुव असदन्त्यो सजोनौता विष्णु पाहि पाहि दुईचोटि लेख्नुपर्ने छोडेछ यज्ञम पाहि माम यज्ञन्यम ततो ब्रह्मा आज्यम चरुम च होइन तताउनु ल तताइसो लाग्यो पकाइसो पहिले घिउ तताइसो एकैचोटि गर भन्छ एकैचोटि कसरी सकिन्छ युगपत भन्छ क्या गडेला है कहिले कहिले त फेरि अनेक थोक हुन्छ तताइसो तात्यो अलिकति भइगयो राखिसो यो काम भयो होइन यो भएपछि अब एउटा अगुल्टो त्यहाँबाट निकालेर यता हेरिस मेरो अगुल्टो निकालेर अनि यो घिउ र यो चरुमा चाहिँ घुमाएर त्यही हाल्दैछ ओम दृष्टिरच पाग्रि अग्रिमा दञ्जहि निकृप्यातको सेदा देव यजम्बः ध्रुवमसि पृथ्वीन्द्रिको ब्रह्मवनित्वा छत्रवनि सजात वन्युपददामि भ्रातृव्यस्य बधाय यहाँनिर यसो घुमाइछु बल्ल बल्दैको घुमाएर घिउ र चरुमा घुमाइछु अगुल्टो हो त्यो ठुलो अगुल्टो हालिदिन्छु त्यो भयो होइन अब यता आइसक्यो फेरि आइसक्यो यता आइसक्यो यता खर्च हुन्छ लडिएला हाकिमहरू त चाहिँ डरा हुन्छ नि
अब यो समाज कलम कसरी समात्छन् यसरी नसमात्नु भएन आयो बेला यसो दक्षिण रिजम आदाय अग्रतापहित होइन ततो वाम पाडा उत्तान विलम निदाय वाम पाडा वाम यता पाडा भनेको हातमा वाम पाडा उत्तर प्रतिष्ठा गोरक्षा प्रतिष्ठा दक्षिण तेन प्रतिष्ठा गोरक्षा इति दक्षिण तेन समाजक प्रणितोदकम पूर्व प्रोक्षणम कोरियात प्रणितोदकेन प्रणिताको पानीको एकछिन पानी ल्याइदिन्छु उठिरहनु प्रणिता कथा छ उतापट्टि यसो यसो छरिसक्यो सम्मार्जनम मूलेन मूलम होइन होइन त्यो अहिले सिकाउँछु नगर्नु आफू अगाडि बढ्दैन भन्नु ओम प्रतिष्ठा गोरक्षा प्रतिष्ठा आराता निष्ठा गोरक्षा निष्ठा आराता अन्तरिक्ष मन बेबी अब यहाँ आयो अब सम्मार्जनको साथै अघि त्यो त्यहाँ थियो नि तिनवटा त्यो लिबर्टी अब यसो गरौँ यसको यहाँबाट सुरु गरेको यसो लैजाउँ यहाँ पुऱ्याउँ बरुक्क घुमेर यसो गरौँ फेरि पानी छोड्नु यसरी है यो कहिल्यै पनि यसो मोलैर अग्रम आरभ्य मोलैर अग्रम आरभ्य होइन मोलैर अग्रम आरभ्य अनि अग्रको सम्मार्जनको साना मोलैर अग्रम आरभ्य मोलै अग्रम आरभ्य अधस्तात् मोलै नै मोलै है होइन यो ठिक छ नि त फेरि अनि सेतो शिशपत्न क्षेत्रवादी ध्याय सम्मार्जु फेरि तताउनु कसरी 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 अघि कसरी ओम पुनन्तुमादेव जनाः पुनन्तु मनसादिया पुनन्तु विश्वाभूतानि जातवेदः परिहिमा फेरि जल छर्किनु पर्छ परिणिताको पानी सन्तो देवी विषयको भवन्तु गीतै सन्ति रवि श्रवण पुनः ओम तत्र जामि रमणमन्दमानस्य दासासित जमानो अभिर्भि अहिर मानो वरुण हे बुद्धि सुगम समानायो फेरि तताउने अनि कहाँ राख्ने अनि त्यहाँ कुसो परि राख्ने कुसो परि भइगयो अब त्यसै माथि राख्यो भइगयो दक्षिण तह भन्छ कुसुपरि निज ध्यात्रे समत्राजङ्ग्रिखि पुत्र इदे अथर्वण वृत्रहं पुरन्दरम् तेजो सिति आज्यम उत्थाप्य चरो पूर्वेण नीत्वा यहाँसम्म जाउँ ऊ त्यो घिउ चाहिँ उठेछ पूर्वबाट नीत्वा अब उठिसु अग्रे उत्तरतः मेरो उमेर हुँदाखेरि अब चारो लिएर माथि आइपर्छ नि हजुर आफैले भने कति सङ्ख्या अब बालै त्यहाँ केही परेको छ कि हेर्नलाई तेजो शिशुकर्मस्य मृतमस्य धामनामासि प्रियन्ते बानामनाति सन्देवजनमसि पशुभिः पशूनाप्नोति पुरोडाशैरे हवे गोख्या
छन्दो विषामि देव बखरकार न ओम आपवस्व हिरण्यवदस्व वत्सो मदिरवस्व वाजङ्गो मन्तमा भरत स्वाहा दुईटा पवित्रीले घिउ कहाँ छ यहाँ छ गुरु बाला काटेर तर भुइँमा राख्नु त्यो घिउ तर भुइँमा राख्छ यसरी सर्केछ यसरी समातेर यसो दुईटा पवित्रीले नि त्यो चलन छैन मेरो टुप्पाले माथि यसरी उफार्ने त्यसरी होइन त्यो चलन छैन म ऋषिकेशको मान्छे साह्रै पुरानो भइसक्यो 70 माथि केही पर्या छ के हेरिछु त्यो त्यही राखेर प्रोक्षणी पात्रस्थ पवित्राभ्याम अब बाबु गइसक्यो त बाबु त त्यो प्रोक्षणी पात्र कुन हो यता कि पवित्र यहाँ यता त्यसको त्यो पवित्र दुईटाले सबैतिर छ अग्निकोमाभ्यान्ता मनुपितानुव्राता अग्निकोमाभ्यान्त्वा न्यूनात्मी अब यता अब एउटा अगुल्टो लिस्यो फेरि चरु र घिउमा घुमाएर एउटा अगुल्टो ओम दृष्टि रस्या पाग्रे अग्निमा मातञ्जैले पकालेर बाइकमा झारे ध्रुव भति प्रत्यन्तको अपर्पवनि तथतर्वनि सदातवतिबद्धतामि भ्रातृभ्यस्य पदाय अर्घ स्थापना गरेर पूजा गर्नु पर्यो अर्घ त छैन हो यहाँ छ यही पूजा गरेर आपह पानी पनि हालिसो दुध पनि हालिसो कुखुरा राखिसो दही पनि हालिसो घिउ पनि हालिसो तिल पनि हालिसो चामल पनि हालिसो दुबो पनि चाहियो अनि त्यहाँबाट सर्स्यौ पनि चाहियो गंगे ओम गंगे जयमणि चंद्र गोदावरी सरस्वती नर्मदे कावेरी गणेश पुण्य सरदी पुरु अब सूर्यलाई अर्घ दिइसु उठेर घोडा मारेर त्यही थाल्ने पनि ओम यही सूर्य सहस्रनाम ज्योति दुरा सूर्यपदे अनुकम्पय मां भक्त्या गृहणार्घ्यम दिवाकर राखिसु त्यही अब हात यसो गरेर तत्सर बोल्नु ओम तत्सक्षुर्देवहितां पुरस्तात् सतं जीवेम शरदः शतगुं शृणुयाम शरदः शतं प्रभाव शरदः शतं दिनः श्याम शरदः शतं भूयस शरदः शतात् ब्रह्मा विष्णु प्रजापति ओम आब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसे जायतामा राष्ट्रे राजन्यः सूरैर्भद्योतिर्महारथो जायतान् धेनुर्बोधानर्वाणासो सप्तेः पुरन्निर्योगादिष्णुरथेष्ठाः सभे योनिवासिजवानसुवीरो जायतान् निकामे निकामिनः वर्धन्यो बलिखतु फलवत्यो न ओखदयः पच्यन्ताभ्यो गच्छेमो न ब्रह्मणे नमः भो ब्रह्मण्यागच्छयतिष्ठ सुप्रतिष्ठित वरदो भव पहिले बोलाउँ सबैलाई ओम इदं विष्णुर्विचक्रमेत्रेदानि तदे पदम् समो नमस्य पाको सुरे स्वाहा ओम विष्णुवे नमः भो विष्णु यागच्छयतिष्ठ सुप्रतिष्ठित वरदो भव ओम प्रजापते नत्वदेतान्यो विश्वारूपाणि परिता बभुव यत्कामास्तेजो मस्तन्नो शुभयगो श्यामपतयो रैराम ओम प्रजापतये नमः ओम हिरण्य
हिरण्यगर्भः समवर्ताग्रे भूतस्य जातः पतिरेकासीत सदाधार पृथिवीन्द्यामुते मा तस्मै देवाय अभिखाविदेम ब्रह्म विष्णु प्रजापतिभ्यो नमः आवायामि स्थापयामि पूजयामि पाद्यवर्गम् आदयो पाद्य जलम यसमा हालेर यही चढायो नि आदयो पाद्य जलम हस्तयो अर्घ्य जलम हस्तयो अर्घ्य जलम मुखे आचमनीयम सर्वाङ्गे स्नानीयं जलं समर्पयामि मैले बोक्राम ल्याउँछु ताई एउटा भाँडै भए भाँडै सजिलो हुन्थ्यो अर्को त्यो